ल लाउ साइरा ल खै ह्याप्पी बर्थडे टु खै त टोपी तिम्रो लगाउँछु त पहिला उता बत्तीको पूजा गर्न लगाऊ बत्ती बालेको नौ म सारा पूजा गर यो अक्षताले अनि यो फुल राखेर नमस्ते भन ल यहाँ 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 पहिला पूजा गर्नुपर्छ के कहिले पनि यसले 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 यहाँ बत्तीमा यस्तो गरेर राख अनि यो फुल राख यो हातले राइट ह्यान्ड त्यही म छु कि ल हो पूजा गर ल अनि फुल राख ल बायाँ हातले होइन दायाँ हातले हो राइट ह्यान्ड नमस्ते गर यसरी तिम्रो मोबाइलमा ह्याप्पी बर्थडे लगाऊ न गाना अब ए नगरा ओहो नाच ल खै त यसको यो बालिसक्नु पऱ्यो होइन नि सोले ल्याएको थिएँ मैले सल्लाह उता बेडमा पकाउँछ ल आऊ टोपी लगाउन छोरी टोपी लगाउन घाँटी दुख्यो हो त्यस्तो गर नि ल आउनु दिन पर्छ खसिसक्यो यो ल ल त्यहाँ सर न ल भयो आज सायरा कति जन्मदिन हो तिम्रो 5th बर्थडे ल ह्याप्पी बर्थडे आउनु तिमी राधिका बोल्नु पर्यो नि खै त ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे कति धेरै धेरै परेको है ह्याप्पी बर्थडे टु ल भयो अब के काट ल नमुख नलगाऊ छोरी ल म काट्छु तिमीलाई सानो खुवाइदिन्छु ल ल्याउन हाल ए मन्सु नो ड्याडी बिटु ल हो बाबा बाबा काट्यो सक्दैन साइरा ल ह्याप्पी बर्थडे टु यु ज्ञानी हुनु भनेको मान्नु माइजीलाई है मामा नआउँदै काटो खोइ यता हेर ल ज्ञानी हुनु है धेरै धेरै पढ्नु ठुलो मान्छे बन्नु तिम्रो पुत्री खै त ल गर तिम्रो ठुलो मान्छे बन्नु छोरी ज्ञानी प्यारी मान्छे बन्नु ल खुली गर माइजीलाई खै हो कहाँ गयो हो चाटिसक्यो खै यहाँ ल्याउ त
नो ह्याप्पी बर्थडे